अगर हजुरको सपना छ भने लग्जमबर्ग आएर 4-5 लाख रुपियाँ महिना कमाउने या युरोप आएर धेरै पैसा कमाउने चाहना छ भने हजुरहरू हाम्रो टिमसँग सम्पर्क गर्न सक्नुहुनेछ। यो तरिकाले चाहिँ अफवाह चाहिँ फैलिन्छ, खास गरी हाम्रो नेपालमा। धेरै एजेन्टले भन्छन् कि सिभी चाहिन्न, इन्टरभ्यू केही गर्नु पर्दैन, इन्टरभ्यू फेस गर्नु पर्दैन, इङ्ग्लिस बोल्नु पर्दैन, फुड पेकिङ मात्रै यो तिमी बसेर मात्रै पैसा पाउँछौ। यस्तो धेरै स्किम चाहिँ चलेको हुन्छ क्या। धेरै जस्तो त्यो मान्छेसँग भइरहेछ जो विदेश आउने सपनामा आउँदै हुनुहुन्छ या फेरि म धेरै पैसा कमाउँछु भनेर सोचमा हुनुहुन्छ क्या। अनि हजुरहरू पहिल्यै पैसा चाहिँ नदिनु होला कि कुनै पनि एजेन्टलाई, पैसा चाहिँ दिनु हुँदैन क्या। पर्मिट आएपछि बल्ल थोरै पैसा दिने हो क्या। तिनी दिल्ली जानको लागि या एम्बेसी फेस गर्नको लागि मात्रै थोरै पैसा लाग्छ, धेरै लाग्दैन। त्यही भएर बुझेर गर्नु होला, ट्रस्टेड मेन पावर मात्रै जानु होला, जुन मेन पावरले बढी मान्छे उडाएको छ, नेपाल सरकारले जसलाई लाइसेन्स दिएको छ मेन पावरको, त्योसँग मात्रै जानु होला क्या। विदेश आउन चाहिँ गाह्रो छैन कि, यहाँ मान्छे धेरै स्केममा परेर रोइरहनु क्या।